यहाँ चाहिँ रोटी बन्ने स्पेसल कार्यक्रम चलिरहेको छ हैन। सूर्य अस्त हेरिरहेछन् पुरै त्यसको सूर्यको किरणले गर्दाखेरि सबै बादल रातो देखिरहेछ। यस्तो धानहरू त्यस्तो भइसकेर चाहिँ हाम्रो अनारस चाहिँ रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ यस्तो भइसक्यो। हेलो गाइज, गुड इभिनिङ सबैजनालाई। फेरि पनि हजुरहरूलाई मेरो नयाँ ब्लगमा एकदमै स्वागत गर्न चाहे। म चाहिँ यता सुनसरी जिल्लातिर आएको छु हैन। गाउँतिर यसो तिहार मान्नको लागि एकदमै रमाइलो भइरहेछ। रोटी सोटी पकाउने काम चलिरहेछ। कोही अब भोलिको लागि व्यस्त आफ्नो कामहरूलाई आफ्नो कर्तव्य सबै पुरा गरिराख्नु भएको छ। म चाहिँ यसो मनोरञ्जनको लागि यसो डुल्दिएर होइन। बेलुकाखेरि समय हेर्न सक्नुहुन्छ एकदमै माहौल एकदमै शान्तपूर्ण छ। त्यसो गाइजहरू गाउँ परिवेश एकदमै रमाइलो भइरहेछ हैन। सूर्य अस्त लाग्छ। बेलुकाको चाहिँ 5-6 बज्न लागिसकेको भएकाले यस्तै छ समय मौसम परिस्थिति। गाइजहरू इन्जोय गर्नुहोस्। हजुरहरूलाई आज फुल्ली इन्टरटेनमेन्ट हानिदिन्छु नि त म। के छ इन्टरटेनमेन्ट गरेर रेडी होइन त? ओके गाइज, सूर्य अस्त हेरिरहेछन् पुरै त्यसको सूर्यको किरणले गर्दाखेरि सबै बादल रातो देखिरहेछ। यस्तो धानहरू त्यस्तो भइसकेर चाहिँ पुरै पाकिसक्यो। अब लगभग यो चाहिँ तिहार पछाडि लगभग काट्ने बेला हुन्छ। पुरै लगभग यो वरिपरि धान यस्तो सबैतिर हेर्न सक्नुहुन्छ। एकदमै हाम्रो चाहिँ धान काटिवरी यस्तो रेडी पारिसकेर चाहिँ अब यहाँ चाहिँ लसुन अनि यता आलुहरू अब तरकारी लाउने सिजन भइसक्यो। बाँकी रहेको भाग हो यो चाहिँ। अलिअलि नपाकेको धानलाई चाहिँ काँचो छोडेर यसरी बारेर राख्नु भएको छ यहाँ र यहाँ। पछि फलिसकेपछि त्यसपछि गर्ने भनेर। ओ यो कसरी उठाएको रे तेरो यो पराल? हेर्नु न यहाँ पराल कसरी भन्छु। हेर्नु त यहाँ कस्तो देखिया छ। ठ्याक्क 2 किलो पाहाड पछ्या जस्तो देखियो होइन। मोबाइल अलि ज्यादा गरेर त्यो काट्न सुइकिछु। ल छिटो गर। यो मोल्दै भैँसी र कुडो काटेको 1.5 घन्टा हुन लाग्छ। यतिखेरसम्म त म 10-15 बोरे काटिसक्छु भन्नुहुन्छ। यो चाहिँ अब भैँसीलाई चट्टा तरिकाले भिजाएर होइन यसलाई चाहिँ भैँसी चाहिँ ड्याममा आउँछ भनेर चाहिँ यसरी पराल काटेर दिने चलन छ। त्यो हरियो घाँस ल्याएर यसमा मिसाइसकेपछि चाहिँ एकदम रेडी हुन्छ। पर्फेक्ट खालको भैँसीलाई खाने कुडो भन्छ। केटो काटिरहेको छ यहाँ रेडी भएर रोटी खान हतार गर्छ। छिटो गर। यहाँ चाहिँ रोटी बन्ने स्पेसल कार्यक्रम चलिरहेको छ होइन। यो चाहिँ रोटी रेडी भइरहेछ। यही रोटीलाई भन्छ होइन के अरे सेतो गाई पानी खान जाँदा रातो भएर आयो यहाँ। यसलाई भन्छ पानी खाएर आउँदा रातो भयो भन्छ नि। रोटी चाहिँ यस्तो भइसक्यो है। यति भइसकेको छ। अब थोरै पिठो बाँकी छ। त्यसपछि अनारसाको पालो छ। कस्तो दामी भएको छ रोटी त। मिलाएर राखौँ है। त्यो फेरि किच्यो भने तनाव जरको आपत आइपर्छ। यो चाहिँ ठ्याक्कै यो रोटी चाहिँ कतिजना लगभग 10-15 जना हुन्छन् होइन। सबैजना यताउता दायाँ बायाँ कति 10 जना। हाम्रो दिदी अब हाम्रो फुपी दिदीहरू लाउँदै हुन्छ। अब यहाँ कम्पेयर गर्नु कसले लगाएको चाहिँ राम्रो है त। यता हाम्रो दिदीले लगाएर राम्रो कि यता हाम्रो दिदीले लगाएर राम्रो होइन। कम्पेरिजन फर टु गर्ल्स। ए काँडै निकालिदिनु ल दिदी। ओहो ल पर्फेक्ट। एउटा दिदी एउटा खतरा एउटा भाइरल नि। हाम्रो पनि गाउँमा चुलो छ भन्ने गीतमा चलिरहेको। तपाईँ के टिकटक बनाउने हो? हालिदिउँ त। ल यति भइसक्यो। यतै भइसक्यो। एकजना दिदी रेस्ट गर्न उता जानुभएको छ। चिया खाँदै हुन्छ। यता अर्को दिदी रेडी गरिसक्नु भयो। कम भयो क्या? त्यसलाई गर्नुपर्छ। मिलाएर गर्नुपर्छ। चिन्ता नगर्नु तपाईँ। गाइजहरू आज चाहिँ भाइटिकाको अघिल्लो दिन यसो देउसे भैलो आइरहेछ। उता हाम्रो रोटी पकाउने कार्यक्रम भइरहेछ है। हेर्न सक्नुहुन्छ यहाँ रोटी पकाउने कार्यक्रम भइरहेछ। उतापट्टि देउसे भैलो आयो। यसो हेरौँ है त एकछिन रमाइलो गरौँ गाइजहरू।
ल फाइनली भाइहरूको चाहिँ सिधा आइपुगेको छ ल भाइहरू राम्रो राम्रो आशिष दिएर जाऊ त्यो यहाँ तल होइन सिङ्गे आएन घर हजुर हजुर सबै सिङ्गे आयो सिङ्गे हात खोला ए ओके साउन्डै गर्थ्यो तपाईँले माथि ल ठिक छ अलि आशिष चाहिँ अलिक ज्यादा देऊ अर्को घरमा चाहिँ अलिक चाहिँ मिलाएर चाहिँ बाहिर चाहिँ तिहारको बेलामा आशिष दियो भने रमाइलो हुन्छ भनेर देउसी भोलिले दिएको आशिष लाग्छ पनि भनेर मैले चाहिँ यसो सिकाइदिएर ल अँध्यारो छ भाइहरू राम्रोसँग जाऊ है लडिएला अलि बाटो हेरेर गाई चाहिँ यो चाहिँ अनारसको पिठो होइन यो चाहिँ पिठो चिनी र पानी मिसाएर बनाएको हो यसले चाहिँ लगभग यो चाहिँ टन्नै छ 50-60 पिस जस्तो हुने खालको छ यता बनिरहेको छ यसरी दिदीहरूले बनाइराख्नु भएको छ यो चाहिँ यतापट्टि नाङ्लामा यसरी हातले थिचिसकेपछि मुनिबाट चामलकै मल्खु लगाएपछि चाहिँ बन्छ यो चाहिँ यसरी थिच्यो भने मुनि त्यो जुन चिनी हुन्छ त्यो चाहिँ पग्लेर माथि आउने सम्भावना भएको कारणले यसलाई रस निकाल्नको लागि भए पनि हामीले यसरी थिचेर बनाउने रहेछ मुनिबाट सामल लगाइसकेपछि चाहिँ सामलको भागमा यसरी गरिसकेपछि यो आफै अटोमेटिक हुने रहेछ त्यसले त यो आगै त निस्केको अनि कालो तात्छ त तेल अनि अलि त्यो भरि चाहिँदैन यति यति भयो भने चाहिँ यहाँ एउटा अनर्स भयो ठिकै भयो यो पहिलोचोटिको ठिकै भयो होला यस्तो छ यस्तै हो पुनि म लिएर आइहाल्छु है त ल हाम्रो अनारस चाहिँ रेडी भइसक्यो यहाँ यति भयो आरीको यत्रो आरीको भरि भयो अब यहाँ 50-60 वटा होला त्यता यो चाहिँ रोटीको पिठो भोलि बिहान बन्ने यो चाहिँ यहाँ पाकिरहेको छ है अलि खेर भने पनि भात खाएन सब भोकाले यो ढाडको कनक्क तन्केर दुईतिर यहाँ बाहिर र भित्र गरेर रेडी भइसक्यो गाई बनिरहेछ यहाँ रेडी भइसक्यो पाकिसक्यो सबै भइसक्यो ल यता भइसक्यो ल गाइजहरू हाम्रो अनारस चाहिँ रेडी भइसक्यो यस्तो भएछ हामीले हल्का सानोतिनो मेहनत गरिरहेको छ यसो बनाउने भोलिको लागि भनेर हजुरहरूलाई कस्तो लाग्यो यसो लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु साथै हाम्रो अनारसा रोटीहरू चाहिँ कस्तो भएको छ यसो भनिदिनु होला है त गाइजहरू ओके बाई